हेलो गाइज वेलकम ब्याक टु माई न्यू एनदर ब्लग। आए सबजना सन्चै आरामी हुनुहुन्छ होला। म पनि सन्चै आरामी छु। अनि भाइहरू कस्तो छ? सन्चै छ होइन? ल अनि आज चाहिँ हामी कहाँ जानु लाग्यो भन त? स्पेसल हाम्रो स्पेसल डे आज। हाम्रो चाहिँ आज पूजा छ नि त स्पेसल। अनि टक्क लगाएर अनि यहाँ भाइहरूसँग जानु लागिसक्यो, निस्किसक्यो हामी चाहिँ। यो भाइ चाहिँ जानु लाग्यो। अनि यो सुदीप भाइ चाहिँ यति कहाँ भुराहरू जान नि हुन्न नि त। अनि यस्तो दामी छ यार फुलहरू यार, यस्तो बवाल छ। त्यही नै हो। चम 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 के र हामी चाहिँ यहाँ आइसक्यो माथि गएर। अनि है टक्क लगाएर यहाँ चाहिँ पुजारी बाजेको घर हो कि होइन त? पुजारी बाजेको घर। फुल दामी देख्नु भएको यार। यसो एउटा फुल त Yeah, this is so beautiful flowers. That's my घर है. This is my father. यो चाहिँ अनि यत्रो सामान लग्नु पर्ने हुन्छ हामीले चाहिँ। त्यो त त्यो पछि देखाउने हो कि त्यो बिरानी सिरानी होइन त? यहाँ बाबु दाइ आइसक्यो। ल पुरा ल त्यस्तो भाइरल छन् म त होइन हो कि होइन भन त? तिनीहरू पागल हो कि। आजको हाम्रो भारी बोक्ने मान्छे चाहिँ फेरि हाम्रो है बाउले बोक्नु लाग्छ। अनि म चाहिँ भिडियो बनाउँछु, बाउ चाहिँ अनि टक्क लगाएर अनि भारी बोक्ने हो नि त। सामान नि धेरै छ, सामान बोकेन फेरि कसले के त खाने। ल ल ल ल ल देखा आपने लापरवाही का नतीजा है। सामान भयो गाइस टक्क लगाएर त्यहाँ चाहिँ फेरि भिडियो बनाउनु पाएन नि त। अनि त्यहाँ भारी बिग्रिहाल्यो, त्यही भएर चाहिँ त्यहाँ चाहिँ मैले एकछिन रोकेर अनि फेरि यहाँबाट स्टार्ट गरिसकेको छु। अनि भारी बोक्न आउने यार के भन्ने अब यार, त्यही हो घरिघरि त मिस्टेक भइहाल्छ नि त होइन। सन्तोषले अनि के ल्याएको छ अनि के चिकन हो कि मटन भन्न? म चिकन लगाइसकेको रहेछ त। ल ठिक छ गाइस। अनि अब चाहिँ हामी होइन त्यहाँ गएर भिडियो फेरि कन्टिन्यू गर्ने चाहिँ खोला गएर चाहिँ। अहिले चाहिँ अब हामी 10 मिनट जति भन्न 5-10 मिनट जति हिँड्न पर्ने हुन्छ यहाँबाट चाहिँ। अनि त्यही भएर चाहिँ अब त्यहाँ गएर होइन भिडियो कन्टिन्यू गर्नेछु। खाएको पनि देखाउने छ हजुरहरूलाई होइन। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला, स्किप नगरिकन कसैले पनि। सो अनि लेट्स गो, त्यहाँबाट म स्टार्ट गर्छु। अब टिका लाउनु लाग्छ है टक्क लगाएर बाजेको हातबाट। को बुढी हो? यो आजको हाम्रो पूजा चाहिँ होइन यहाँ अलि फेरि मान्छे नै भर्खर अलि आउँदैछ कि मान्छेहरू, त्यही भएर चाहिँ। अनि यता सबजना खानपिन गरिरहेछ यता फेरि हाम्रो यहाँ पुजारी बाजे होइन यता अनि बाजेहरू सबजना आइरहेछ। लाम त देखेर के गरेको छैन? खै माछा खै खै देखाउ त। लोनित लोनित हो तिम्रो नाम?
ल हजुरको नाम भनिदिनुहोस् त अञ्जना गुरुङ है तपाईँको नि ल इन्ट्रोडक्सन सबजना यहाँ खानपिन गरिरहेछ अनि अहिले चाहिँ टक्क लगाएर मासु यहाँ पाइरहेछ अहिले खानुपर्छ मजाले बवाल तरिकाले खै कहाँ गयो कहाँ गयो के छ बुझ्यो कस्तो हो आज पूजा कस्तो भएको छ रमाइलो भएको छ है बाजुलाई अनि रमाइलो भएको छ कहाँ गयो त भयो को हजुर कहाँ लगिन तपाईँले अब माथि नै छोड्यो होला अनि आजको पूजा चाहिँ अनि बवाल भइरहेछ अब एकछिनमा होइन टक्क लगाएर हामी यहाँ नि सबजना होइन ग्रुपले बसेर खान्छ अनि हामी चाहिँ खानाहरू हाम्रो ठाउँ चाहिँ यहाँ आज हाम्रो डेस्टिनेसन माछा मार्नु पर्यो नि त ल अहिले त कहाँ पाउनु माछा है अनि फुपलाई कस्तो लाग्छ आज एकदम रमाइलो लाग्छ एकचोटी आउन पाउने शनिबारको दिन ल भाइरल त त्यसै भएको मान्छे हेर्नु कस्तो त के बोल्यो होला कहाँ 13वटा बाउ छ क्या मेरो त पनि कस्तो कुरा गर्दैछ बाबालाई सोधिसक्यो ऊ अब बिन्दास ताल छ क्या ल हजुरलाई पनि कस्तो लाग्यो भन्नु त कस्तो मान्छेले प्रयास गर्ने हो नि त कोसिस जारी गर्ने हो नि त बाजुलाई भनिसक्यो मैले बारेमा संसारी पूजा कस्तो ल म हजुरहरूलाई संसारी पूजाको इन्फर्मेसन म बताउनु गइरहेको छु ल बाजे जगतभरमा हजुर सबै नेपालको 77 जिल्लाभित्र यो संसारी पूजा गरिन्छ त्यसै अनुरूप हामीले पनि प्रत्येक वर्ष हजुर पूजापछि पहिलो शनिबारमा यो पूजा गरिन्छ यसको लागि के भने गाउँमा रक्षक होस् राम्रो रहोस् खेतीबाली राम्रो होस् अन्नपानी फलिफुल होस् पानी बारिस ठिक होस् भनेर गर्ने पूजा हो यही छ प्रत्येक वर्ष हजुर वैशाख महिनामा ल बाजुलाई नि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यो कुराको राम्रोसँग जानकारी दिएकोमा अनि अब एकछिन होइन हामी माथि गएर आउँछु यसो खोलातिर हेरेर आउनु पऱ्यो क्या त्यही नै हो हामी चाहिँ अहिले माथि आइसकेको छु अनि हामी चाहिँ अहिले हाम्रो डेस्टिनेसनमा आइसकेको छ अनि होइन अनि भाइहरूले यहाँ माछा मारिरहेछ कस्तो भइरहेछ केटा हो खै बोले त इनर्जी हरायो थियो यस्तो 5-5जना हुँदा पनि है अनि पर्मित भाइ छ यो मेरो भाइ अनि त सन्देश भाइ रितेश भाइ अनि यो अनमोल भाइ भइहाल्यो यता पर्सन भाइ छ हाम्रो साइडमा अनि त्यही नै हो अब हामी एकछिन होइन माछा मार्छु माछा मारेर चाहिँ हामी अनि टक्क लगाएर आज माछा कतिको पर्छ त्यो मलाई पनि थाहा छैन एकछिनमा थाहा हुन्छ है अनि जति परे पनि अब खानु त होइन धेरै पऱ्यो झन् धेरै राम्रो हुन्छ त्यही भएर चाहिँ हामी एकछिनमा हामी माछा साछा मारेर चाहिँ अनि तल जान पर्ने हुन्छ अनि तल गएर चाहिँ खानपिन गर्नु पर्यो खानपिन गरेर चाहिँ त्यसपछि रमाइलो गरेर हामी घरतिर लाग्न पर्ने हुन्छ सो गाइस अब हामी चाहिँ माछा मारेर नि तलतिर जाँदैछु अनि ल त्यही नै हो अब एकचोटि
भाइहरूले हाल बनाउनु भन्छ हामी चाहिँ अनि ल तल गएर भेट्छु अनि एकैचोटि है अब खाने बेलामा अनि म त्यहाँबाट फेरि हजुरहरूलाई देखाउँछु ल झपन दाई अनि है होसन भाइ सन काका गएर छ है अनि टक्क लगाएर अब चाहिँ यहाँ मासु भाग लाउँदैछ भने अनि अब एकछिनमा अब उयो गर्नुपर्छ ल यहाँ चाहिँ मासु भाग लाउँदैछ अनि टक्क लगाएर अब ल सबजना रमाइलो भइरहेको छ हेर्न सक्नुहुन्छ हजुरहरूले है मासु चाहिँ पुरा खोस भइरहेको छ यहाँ अहिले के हो यस्तो आफ्नै भाडा चिनेर उयो गर्नु यस्तो विधि मेला लगाइरहेको छ क्या आज पूजामा हाम्रो चाहिँ है 100 जना देख्न सक्नुहुन्छ त्यो गाइस अब आउने अब एकछिनमा खाने बेला गर्छु हामी भिडियो अब यहाँ हेर्न सक्नुहुन्छ ल ल ल म सबको निकालिदिन्छु म त हेरेको मासु हेरेको झोले त यो त अन्त त्यही हो मासुबारी भ्याउँछ अब अनि होइन एकछिनमा अब टक्क लगाएर हामीले अनि फेरि खाने बेलामा भेट्नु पर्छ गाइसहरू अब हामी चाहिँ खान स्टार्ट गरिसकेको छ अनि यता आमा छ यता है जाउ अनि टक्क लगाएर ल भाइहरू छ यता चाहिँ अनि सबजनाले खान स्टार्ट गरिसकेको छ त्यही नै हो यहाँ माथि पनि छ अब हामी चाहिँ अनि ढिलो नगरी खान्छु कस्तो भएको छ सन्देश भाइ दामी भइरहेको कस्तो भएको छ गाई रमाइलो भइरहेछ अनि अब संसारी पूजा हो यस्तो छ स्पेसल हजुर रमाइलो हजुर अहिले चाहिँ हामी चाहिँ माथि आइपुगिसक्यो अनि यो खोलामा हामी है यो पूजा अनि म माथि आएर चाहिँ भिडियो गरेँ तल अलि गर्न नपाएर चाहिँ हल्का अनि म्युजिक बजाइरहेको थियो नि त म्युजिक बजायो भने चाहिँ कपिराइट आउँछ त्यही भएर चाहिँ मैले अनि माथि आएर बनाइसकेको छु अझै छ त्यहाँ मान्छेहरू छन् त यताबाट आइसक्यो आमाहरू अनि आमा बाउहरू अप्सना पनि बहिनी पनि आउँदैछ अनि आजको पूजा अनि बवाल नै भयो अब ल अप्सनालाई कस्तो लाग्यो नि ठिक भयो आज पूजा राम्रो लाग्यो ए तपाईँलाई चाहिँ कस्तो लाग्यो बेसरी रमाइलो नि ए तपाईँलाई पनि रमाइलो हो रमाइलो एकदम रमाइलो सबजनालाई बवाल भयो है अनि अब हामी चाहिँ म चाहिँ फेरि यसो सोली बोकिरहेको छ अहिले सोली बोकेर टक्क लगाएर अब रोटी घर बस्नु जान्ला हो नि त कान्छी त पाइहाल्छ नि हो भने जति नै कसको गाछ यो नेत्र पुसेको हरियाली देख्छ बल्ल त्यही नै हो घाम लागिरहेछ अनि फेरि यसरी सोली बोक्नु चाहिँ गाह्रो हुँदो रहेछ अनि अरू चाहिँ सबजना तल गइ नि सक्यो म चाहिँ माथिबाट आएको किन दुलोबाट आउन लागेको थियो अनि फेरि दुलोबाट चाहिँ यो सोली छ नि त सोलीले अड्दैन भनेर चाहिँ सोली छिर्दैन भनेर चाहिँ म माथिबाट आएको माथि सबजना तल पुगिसक्यो त्यही नै उहाँ हेर्न सक्नुहुन्छ ट्याक 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 बिस्तारै न बिस्तारै ल हेर्न सक्नुहुन्छ
खै यहाँको कुन चाहिँले खाइदियो यो कामै छैन नि यस्तो यस्तो के काम गरे यार सबजना त्यहाँ तल छ है ल हेर्नु जनसङ्ख्या कति छ अब त्यही नै हो गाई अब हामी चाहिँ अनि रमाइलो गरिरहेको छ यहाँ तल चाहिँ अनि हामी घर गएर अब एकैछिन अनि भेट्ने छु म हेरौँ कहाँ अब यहीँ नि भिडियो स्टार्टिङ गर्न सक्छु मैले ल रमाइलो भइरहेको छ यहाँ चाहिँ अनि सक्नुहुन्छ हजुरहरूले अनि बवाल भइरहेको छ है ल के भन्छ तिमीले उही गर्छ ओए 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 म चाहिँ अहिले घर आइसक्यो है गाइजहरू अनि अरू चाहिँ पछाडि आउँदैछ कोही चाहिँ अगाडि गइसक्यो भने कोही चाहिँ पछाडिबाट आउँदैछ अनि म चाहिँ अनि आइसकेको फेरि लास्ट घाम पनि ओडे पलिरहेको अनि त्यहाँ रमाइलो गरिरहेको थिएँ स्पिकर बजाएर अनि मैले चाहिँ त्यो भिडियो नगरी हजुरहरूलाई पनि थाहै होला नि त स्पिकर बजाएर भिडियो गर्दामा के हुन्छ स्पिकर बजाएर चाहिँ भिडियो गर्दा चाहिँ तपाईँको फेरि कपिराइट आउँछ क्या अनि युट्युबले उताबाट कपिराइट दिन्छ 3-4सम्म होइन कपिराइट दिन्छ त्यहाँबाट स्ट्रिक दिन्छ क्या अनि त्यही भएर चाहिँ मैले त्यो चाहिँ भिडियो गरेन अनि सो फाइनली घर आइसकेको छु अनि आजको भिडियो के कस्तो लाग्यो है अनि पूजा नि बवाल भयो बेस स्पेसल हाम्रो सधैँ वर्षमा लाग्ने होइन वर्षमा लाग्ने एकचोटि पूजा शनिबार लाग्छ अनि रमाइलो भयो अनि हजुरहरूलाई के कस्तो लाग्यो है आजको भिडियो के कस्तो लाग्यो है हजुरहरूले कमेन्ट बक्समा छोटो मिठो प्रतिक्रिया छोड्न सक्नुहुन्छ अनि हेर्नु पसिना आएर आम्मा पसिना डेन्जर आइसक्यो अनि म चाहिँ फेरि लास्ट घामले पोले भएर चाहिँ घर आइदिइहालेको कि अनि उनीहरू चाहिँ अनि कोही चाहिँ पछाडि आउँदैछ कोही अगाडि नै गइसकेको छ अनि त्यही भएर चाहिँ म चाहिँ घर आइदिइसक्यो अनि सो आजको भिडियो के कस्तो लाग्यो कमेन्ट बक्समा छोटो मिठो प्रतिक्रिया छोड्न चाहिँ नभुल्नु होला अनि यति भन्दै म अनि बेल आइकन घन्टी पनि बजाउन नबिर्सिनु होला अनि आजको भिडियो यहीँसम्म हुनेछ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डु फर्गेट टु लाइक एन्ड सब्सक्राइब यति म भन्दैमा बिदा हुन चाहन्छु चाहिँ नेपाल